होस् न भिडियोमा होस् न भिडियोमा नमस्ते 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 क्यामेरा बनाउँदा खाना सेलाइसक्यो होइन के गर्ने अब फेरि पनि धेरै लामो ग्यापपछि आएको छु उहाँ स्पेसली उहाँ ढिलो इन्भाइट गर्दा 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 पनि आउन नसक्ने मान्छे 15 भ्युजको न मेरो 31K सब्सक्राइबर छ अब केक काट्ने ल बाल्नु न होइन यो चाहिँ 30 भएको बर्थडे है खोइ त्यो के 31K हजुरलाई बधाई छ यो के गर्नुपर्छ पुग्नु न बोल्नु चाहिँ आउँदैन क्यामेरा अगाडि राख्नु बित्तिकै ल खानु नजानु खानु अहिले खानुपर्छ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कपाल छोड्दै त कस्तो हुँदो रहेछ हौ छुटे मुखबाङ आयो ल हाम्रो मुखबाङ यो चाहिँ अब नदेखाइ नभई नहुने रहेछ त्यसपछि अचार एक्स्ट्रा आलु खोर्सानी हालिदिनु भएको छ उहाँले चाहिँ हाफ मात्र खानुपर्छ अनि यो त यो पनि देखाउनु पर्ने यो त नदेखाइ त भएन यो नखाइ ल अब कति ठुलो हो डन डन खायौँ ल कडा छ त कति वर्षको सोल्नी 1 वर्ष कस्तो गुलियो है हजुरले बनाएको त गुल्दै हुन्छ हौ पहिलाको नि गुल्दै छ नि तङ्बा अलिक राम्रै हुन्छ भनौँ न ल खाऊँ ल खानु यत्रो ग्याप किन भन त यत्रो ढिलो किन आमामा के गर्दा 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 त यस्तो त साह्रो पो भएछ सेलाइसकेको छ नि यो खानु म त मर्दिनँ हजुरकोमा पिरो छैन हजुरकोमा पिरो छैन त कलर हेर्नुहोस् न के छ डिफ्रेन्स र खाए ल खाइदिनु न धेरै ग्याप पछि पिरो मलाई कपाल छोडेको लास्टै अफर भयो है छोडिदियो आज केही पनि हुँदैन भुत जस्तो देखिँदैछ नि त हाम्रो सेटअप हेर्नुहोस् हाम्रो क्यामेरा आमा हाम्रो ब्याकग्राउन्ड हेर्नुहोस् ओहो खतरा छ ओहो 31K सब्सक्राइबर ओ वाउ यसको खुसियालीमा यो के गर्यो आईको आई सब्जी लानु न नक्कल पालेको नि पानी हान्छु ल गुलियो छ क्या कस्तो गुलियो छ हौ दामी छ कसैलाई चाहिँ अलिक गुलियो मन पर्दैन तितो तितो खाले है तिमी र म मात्रै खाइबस्छौँ ल यस्तो गरौँ न मलाई त पिरो भयो नि त घाँस पात खान्छु कसरी भैँसीले घाँस चपाए जस्तै चपाए भैँसीले घाँस चपाउँछ ल अरू मान्छेहरूको त यस्तो मिल्छ नि त हाम्रो चाहिँ कहिले केही मिल्दैन कहिले केही मिल्दैन प्रोहरूको यस्तो होइन सबै कुरा मिलेर गर्छ यो मासु चाहिँ मिठो हुन्छ कि तर दाँतमै आउँदिन्छ क्या खुरुक गर्दै साथीहरूलाई खाना लान्छु मेरो दाँतै भाँच्दिनु रहेछ दुखाइ भएछ क्या एउटा राँगाको होला एउटा माउको होला पिरो भयो
मेरो ट्राई गर्नु त नै पर दामी छ सोल्टिङले बनाउनु भएको तङ भएन के खानु रेस्टुरेन्टमा यस्तो भयो त कति पकाउनु किन्दैन मान्छेले कसैलाई मन पर्दैन नि फेरि यस्तो गुलियो मलाई मन पर्छ त्यति मान्छेलाई चाहिँ मनपर्छ होला है घरमा बनाएको त कस्तो अमिलो भएको थियो क्या सबै चिसो भयो चिनी हाल्नुहुन्छ क्या चिनी चिनी होइन त्यस्तो त नराम्रो चिनी हाल्दा मिठो हुन्छ गुलियो हुन्छ नि त ए सबैले गुलियो बनाइहाल्छ नि त्यसो गर्ने बेला आउँदैन पो कस्तो गर्नुपर्छ भने ड्राई गर्ने अलिक ड्राई खालको सुक्खा बनाउनुपर्छ फुट्नु हुँदैन कि फुटेको छ के भएको छ तिम्रो कुदो फुटेको छ चिसो भयो नि हाम्रो दामी खाना दामी छ नखाने नसक्नेले भाँडा माझ्छ सिद्रामा छ कोरियन कि चाइनिज हो खासमा यो चाइनिज शब्द पनि कोरियन शब्द भनिदिन्छु जहिले पनि चाइनिज हो कोरियन होस् कि चाइनिज होस् जेसुकै होस् तर नेपाली पसलमा चाहिँ दामी छ क्या यस्तो नेपालमा भनेको दामी छ आइज न मछली मछली मेरी रानी आ जान बे कसो छ मिठै छ गुलियो छ गुलियो त छैन धेरै भएछ ग्याप पिरो नखाएको अब मछली आज मछली का खाएंगे हम भित्रबाट टगर उयो आउँदैछ पिरो मिठो भन्नु कि नमिठो भन्नु थाहा भएन यसको स्मेल चाहिँ पुरानो बास्ना आइरहेछ पिरो ए झ्वाल लु क्युट प्याक सानो सानो सेम टु सेम यस्तै हो होइन मसलाहरू पिरो दामी छ मसला र पिरो भएपछि त मिठो है ठिक्कको छ त यो गफ्देऊ न गफ अब यो एउटा छ यो साह्रो हो कि लुलो सुकुटी गेस गर्नुहोस् त प्लिज त्यो हड्डी भन्न न म खानु लागेको साह्रो रहेछ मुखमा हाल्ने चाहिँ पनि गुडुङ गुडुङ अनि हेर्दै क्यामेरा हेर्दै बस्ने यति मात्रै गफ गर्न आउँदैन क्या गफ हाल्नु त यत्रो दिन कहाँ थियो भन त म हङकङ गएको थिएँ घुम्न यत्रो बराबरी थियो एकदम भाषाहरू नबनाएर होला है त्यस्तो गुलियो मनपर्छ भने चाहिँ प्लिज मलाई कन्ट्याक्ट गर्नुहोस् है तर मैले लाइफमा दुईपल्ट पकाएको यही हो यही दुईटै गुलियो छ है फेरि बिग्रियो भने अर्काको नाममा त्यो पनि यही हो दुईपल्ट भयो त्यही भएर मलाई चाहिँ लाग्छ कि गुलियो हुन्छ भनेर गफ दिएकै फुटेर मिठो छ क्या गुलियो चाहिँ गुलियो बनाइसक्यो त छिप्यो नि त ल्याउ न
अर्को ठाउँमा ल्याउँछु ल दुइटै छिटो मेरो क्यामेरा लामो हुन्छ प्लिज क्विक म भाडा लिपस्टिक लाउनु पर्दैन रहेछ यस्तो कलर छ यति पिरो छ नि अब चाहिँ पिरो कट ल अब हाम्रो भिडियोमा पनिसमेन्ट के थियो सक्यो त लु यो सक्यो भने त म त म बस्दै बस्दै पनि सक्छु जबरजस्ती पनि सकेर बस्छु ओके कति राम्रो कलर छ खानु न जम्मै जम्मै हाल्छु मुखमा गाजर भाइरल भएर यहाँ दिदीबहिनीहरू हैरान छ के गर्नु होला नि अनुहार लुकाएर हिँड्नु परेछ अटोग्राफ प्लिज भनेर ए क्यामेरा बाहिर त हिँड्नु हुँदैन खेल्नु भएको सानो खाउ ठुलो खाउ डर लाग्यो कि खानु न गमगुम मिसिनले पेल्दै गर्छ तिम्रो अलिक डार्क कलर रहेछ है अहिले मात्रै देख्दैछु क्या यही कुरामा सर्क्यो बिस्तारै दुईटा हालिहाल्नुमा छ अलिक उयो रहेछ नि होइन हौ एउटा चाहिँ हालिदिएँ एक्स्ट्रा दुईटा चाहिँ सबैमा मिक्स गरेँ होइन होला त्यति त गर्दिनँ नि दुईटा त मलाई पिरो एउटा हालेर त पिरो हुँदैन थियो कलर पनि डिफ्रेन्ट धेरै नै हुन्थ्यो आपको बहुत विश्वास करे थी मुझसे विश्वास करो आँखा बंद करके जो बोलती हूँ मैं वो सच बोलती हूँ सच के अलावा कुछ नहीं बोलती हूँ समझ रहे हो सच में मैं बस इतना ही बोलती हूँ पर मान लो न मान लो तुम्हारे मर्जी नागिन नागिन हम पीछे से नहीं डरते कभी भी आगे से दस्ते है ना आगे से भी नहीं डरते जो बात में है वो देखा जाए बोल देते हूँ बस हम नागिन ना के गीत छ एउटा बाहिर त्यो होइन हौ नागिन के डान्स हम नागिन के डान्स न एउटा टिकटक मैले भाइरल छ नि यो चिसो खानुको चिसो खानुको मजा पनि फाल्दै रहेछ पिरो हुन्छ है चिसोमा त्यो चिसोमा चाहिँ पिरो हुँदैन हौ तातोमा पिरो हुन्छ के हो र टिकटक लाइभमा बसेर यसो गर्छ नि गिफ्ट 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 खायो भने यदि खान्छु भन्दा नि अलिक त्यसै यत्रो हरियो खोर्सानी धुलो खोर्सानीहरू मुखमा हाल्ने यसो गर्छ नि मेरोमा आउँदैन त्यो अहिले कहाँ गयो होला टिकटक पनि हराएँ मेरो त फेसबुक पनि हराएको छु म इन्स्टा पनि हराएको युट्युबमा पनि हराएको यत्तिकै गुम छु गुम एक्टिभै हुँदिनँ अल्छी लाग्छ भिडियो सिडियो नाटकै हो भयो त हौ होइन मैले पनि धेरै पछि खाएको क्या 30 वर्षको बर्थडे मनाइ यो 31 के म 31 जस्तो देख्छु 25 सुपर 16 25 भएर सुपर 16 40 हो 40
40को अनुहार है फिल्टर छ कि छैन प्योर हो हामी यसै राम्री मन पनि सफा कुन साबुनले धुएको छ नमस्ते जजरपा तँलाई धेरै मिस गरेको छु त यसरी गुम नहो साथी कहिले काहीँ कन्ट्याक्टमा आइज बहिनी धेरै व्यस्त नु के भन्छ तिमी नमस्ते त्यस्तै हो खाएर मेरी एक साथी सहेली किधर गुम हुई है लापता हुई है सेकेन्ड ढोका खोलिसक्यो अरे उसको ट्राउजरको बसेर खाएर जसको त्यसै त हुन्छ नि भन न छिटो ए भन भाइयो के आएको छैन तिमी त साथीहरू कहाँ गयो मैले टिकटकमा चिन्दिनँ त बिहे गरेर गइसकिसक्यो कस्तो उयो प्रोफाइल चेन्ज गर्यो भने म त्यति चिन्दिनँ होला है अनि सधैँ त अनि यसो लाइक साइक गर्थ्यो यसो भ्युज स्युज मतलब लाइक साइक गर्थ्यो भाइ त कहाँ हरायो म पनि चिन्दिनँ फोटोमा कन्फ्युज छु टिकटकमै देखेको टिकटकमै लाइक स्याक गरेको बोलेको तिमीको थ्रोबाट अनि चिन्दिनँ त्यो भाइलाई अब कहाँ गर्नु यस्तो आइदियो दिदी चाहिँ आउने भन्नु अनि कहाँ गयो अब यहाँबाट त देख्दैन मेरो भाइले साथीभाइहरू गर्नु बोयफ्रेन्ड भएपछि नडर तिम्रो अब बोयफ्रेन्ड बनाएर बिहे गर्नुपर्छ अनि बिहे खाने धुमधाम अनि आमा भिडियोमा लाइभ नेक्स्ट मन्थ त्यति छिटो चाहिँ नदेऊ न हौ नहुने कुरा नेक्स्ट इयर अनि 2 वर्ष राम्रो छ सपनाहरू प्लान यतिको चाहिँ हुनुपर्छ सुँगुर हो अब नखाने सुँगुर धरानकै होस् कि कालो बङ्गुरै होस् आज होइन हौ भोलि छिटो क्लिन गरौँ त मैले त सक्दिनँ बरु मासु आउँछ फ्याल्नु हुँदैन है अब एकछिन बस्छु नि त अस्ति गाह्रो भयो मैले त तन्नै खाएँ नि त 2 चोटि थपेँ नि त त्यस्तै हो भने त तपाईँले पनि थप्नु पऱ्यो नि त 2 चोटि भनेको होइन 1 चोटि भन्नु न थप्नु न 1 चोटि अनि फर्स्टको लाएको 1 चोटि अनि फेरि थप्नु नै हस् टिकट काटेर त्यसै उड्नु मिल्दैन टिकट काट्नु आयो नाटक नाटक अहिले एकचोटि खाइसक्नु भएको छैन कुरा गर्न जेन खाएपछि सबै सकाउँछु हेर्नुहोस् जस्ताका त्यस्तै निन लागिसक्यो हौ त्यस्तै तपाईँ त रातमा रात भइसक्नु भयो पिरो भएर नि कहिले भिडियो आउँछ भेट हुन्छ भिडियोमा थाहा छैन हो अब अर्को हप्ता मोड गरिदिनु होला युट्युब अरूको मोबाइलमा जानु पर्यो नि सब्सक्राइब गर्छ देख्दै नदेखेको चाहिँ कसले सब्सक्राइब गरिदिने ल अब हाम्रो चाहिँ यस्तै भिडियोहरू एन्ड गर्दैछु मैले 2टा सकेको छु भने उहाँले एउटा सक्नु भएको छ सो हेर्ने हो भने नदेखाउनु न सकेकै हो त्यो पनि एउटा थपेको मैले एक्स्ट्रा सो नमस्ते उहाँको च्यानलमा सब्सक्राइब गरिदिनु होला हेरिदिनु होला लभ फ्रम गारे नखुलाउँ यहाँबाट है बाई बाई ल नमस्ते अनि उहाँको बर्थडे पनि हो है कहिले हो त चाहिँ थाहा छैन मेरो त दिन नै आउँछ वर्षैभरि आउँछ बर्थडे भन्छ ह्याप्पी बर्थडे नमस्ते चक्लेट किनिदिन्छु ल ऊ त्यो पनि ल्याइदिइरहेको छैन न थाहा नै छैन केटीहरूलाई म यस्तो सिक्रेट राख्छु मेरो बर्थडे कहिले हुन्छ कहिले सिकिन्छ तर साथसाथै सुपर 16 वर्षको पनि 16 अब 16
4 जा 5 जा हुन्छ मल्टिप्लाई 3 4 ल बाई कसले हेरिदिन्छ र है बिचारा यत्रो मिहिनेत गर्नु बिचारा मेरो भिडियो म हेर्छु के हप्तामा 5 चोटि हेरिदिनु 5 भ्युज पर्छ फेरि 5 बाई बाई